जीवन के हो? जीवन त त्यो अधुरो कथा हो जुन कहिले पुरा हुँदैन। कहिले आफ्नो चाहना मरेर अरूको खुसीमा हाँस्नुपर्छ, कहिले पीडा लुकाएर अरूको बोझ भोग्नुपर्छ। जुन हात समातेर हिँड्ने सपना देखिन्छ त्यही हात एक दिन छुटेर जान्छ अनि भित्रै गडेर बस्छ एक किसिमको सुनसान, न आँसु बगाउन सकिने न शब्दमा पोख्नै सकिने। जीवन त मुस्कानको खोलभित्र लुकेको हजारौं आँसुहरूको खहेर रहेछ, जहाँ हरेक आँसुको पछाडि अधुरो कथा हुन्छ र हरेक सफलताको छायामा चिरिएको मुटु लुकेको हुन्छ। तर पनि हामी हाँसिरहेकै देखिन्छौँ, भित्र चलेर खरानी बनिरहँदा पनि आत्माले तिरस्कार गरिरहेछ, तर हामी नमस्कार गरिरहेछौँ, किनकि यही त हो जीवन। मौन सङ्घर्ष एउटा लामो यात्रा, भित्रै बगिरहेको आँसु, बाहिरी मुस्कानको अनुहार, मुस्कुराइरहने एउटा मौन सङ्घर्ष। आखिर यही त रहेछ नि जिन्दगी, आखिर यही त रहेछ नि जीवन। रचनाकार चाहिँ दिनेश बस्नेत हुनुहुन्छ।